हजुर सबैजनालाई नमस्कार अनि आजको भ्लगमा स्वागत छ। मैले आधा बाटोबाट भ्लग स्टार्ट गरेर आएको छु। हामी आज भान्जीको बिहे खाना जाँदैछौँ। अरू सबै अटोमा आएको छन्। हेर्नुहोस् म चाहिँ हिँड्दै आएको छु। अटो बाटो एकदम खराब छ। लग्न चाहिँ लगिहाल्छु भनेर भन्नुहुन्थ्यो अटोवाला भाइले, तर म हिँडेर आउँछु बाटो अप्ठ्यारो छ भनेर आरामसँग ल्याउनु भनेर उनीहरू लब आइसकेका छन्। म पनि आइसकेको छु। मैले यो सिमृत बजार आइपुगेको छु। हेर्नुहोस् तल अटो पनि आइपुगेको छ। सिमृत बजारमै आएका छौँ। हेर्नुहोस् यहाँनिर यो सिमृतको क्याम्पस, यो सबै स्कुल हो। हेर्नु पारीबाट त्यहाँबाट अझ त्यहाँ उता पनि बन्न लागेको छ। यो स्कुल हो। अहिले हाम्रो सिमृत बजारले पनि धेरै फड्को मारेको छ। हेर्नुहोस् विकासमा धेरै राम्रो राम्रो उहरू घरहरू बनिसकेका छन्। पछाडि हेर्नुहोस् दरबार जत्रा काठमाडौँ सहरका जस्तै घरहरू बनिसकेका छन्। हेर्नुहोस् हेर्दै गर्नु होला अहिलेको भ्लग। हामी अब उता रिक्सा अटोमाथि आइसकेको नै आएकाहरूसँग भेट्छौँ अनि त्यहाँपछि यहाँबाट आज माथि जान्छौँ। भोलिको भ्लग धेरै रमाइलो हुनेछ। आजको स्पेसल नभए पनि भोलिको चाहिँ स्पेसल हुनेछ। हेर्दै गर्नु होला। अब एकछिनलाई ब्रेक है त। के छ नमस्कार, आराम हुनुहुन्छ? हामी अहिले बजारबाट सबै परिवारहरू के हाई गाइज, हाम्रा छोरापट्टिहरू, हाम्रो बहिनी मुर्याउली बहिनी अनि हाम्रो उहाँलाई त चिन्नुहुन्छ गएर तपाईँको म तपाईकी बुढी अनि यो भान्जी यो काली भए पनि यो दिलवाली चाहिँ अरू सबै सेता छन्। यहाँ यिनी मात्र माछ र काला छन्। र यो काला मिलेन अझै यसलाई फेरि कालो भन्न मिल्दो रहेनछ। ल साँझ भइसकेको छ। हेर्नुहोस् कति भयो टाइम, 7 बज्न आँटिसकेको छ। हामी सिमृत बजारमा झरिया थियौँ पारीबाट, त्यहाँ झरेर अहिले जिलाम लिँदैछौँ। अब एकछिनमा त्यहाँ मुराउलीहरू छिटो आइपुग्नु पर्यो। हाम्रो यहाँ सायद आइसकेको छ भन्ने ऊ भएको छ। त्यहाँ पर्छिँदाखेरि यताउता तपाईँहरूलाई हामी देखाउने नै छौँ। बाटो एकदम अप्ठ्यारो छ, त्यही पनि हामीले मजासँग इन्जोय गरेर यात्रा गरिरहेका छौँ। हेर्नुहोस् त यो जति अप्ठ्यारो बाटो भए पनि जे भए पनि यो बाहिरको सिन हावा पानी डाँडा काँडाले गर्दा साँच्चै मन छिया हुन्छ, एकदम गार्डन हुन्छ होइन। बाटो त त्यस्तै हो। तर हेर्नुहोस् यो पाहाडतिरको दृश्य, यो पाहाड देख्नु भएको छ, यो चाहिँ रुगाको दृश्य हो। हेर्नुहोस् मजा गरेर डेक बजिरहेको छ। अटोवाला भाइ पनि त्यस्तै रमाइलो हुनुहुन्न रहेछ। उहाँसँगै हामीहरू सबैले रमाइलो गर्दै बाटो काटिरहेका छौँ। अब त्यो पुरै गीतहरू तपाईँलाई मैले सुनाउन सक्दिनँ, कपिराइट लाग्छ, त्यो तपाईँहरूलाई थाहै छ के अरे। हेर्दै गर्नु होला। अब एकछिनमा हामीहरू पुगिहाल्छौँ। लगभग झुसमुस भइसकेको छ। हेर्दै गर्नुहोस् है त। र फाइनली उहाँहरू पनि मुर्याउलीलाई लिनको लागि आधाबाट आइसक्नु भएको रहेछ पञ्चे बाजा सहित। अब तपाईँले यहाँबाट रमाइलो ऊहरू मात्र हेर्न सक्नुहुन्छ। हामीहरू रमाइलो गर्दै पुगिसक्यौँ घरमा। मेन बाटोमा यसरी बेहुला बेहुलीको फोटो लगाएर गेट बनाउने चलन छ। शुभ विवाह लेखेर यहाँ गेट प्रवेश गर्दैछौँ टिकाटाला लगाएर। र भित्र छिरिसक्यौँ हामीहरू गेट बन्दा। र यहाँ बेहुला बेहुलीको बिहे चालु छ। यो चाहिँ मेरो कान्छी भान्जी, बेहुलीको कान्छी बहिनी।
ठुला भयो अलि सानो बना त्यो भ्लग लामो हुन्छ भनेर मैले तपाईँहरूलाई केही क्लिपहरू मात्र देखाएको छु बिहे भएको बेहुला बेहुलीको मैले लामो भिडियो सुट गरेको छु त्यो मैले तपाईँहरू माझमा केही समयपछि राखौँला नै र अहिले पञ्चे बाजा बजाएर राख्नु भएको छ र अब यहाँ पछाडि यो त चाहिँ भान्सा हेर्नुहोस् यहाँ पछाडिपट्टि यो भान्सा यहाँ खाना खुवाउने जन्तीहरूलाई यहाँ आएको परपाहुनाहरूलाई खाना खुवाउने पठाउने कार्यक्रम भइरहेको छ अब अहिले रातिको समय भएर धेरै राम्रो देखिरहेको छैन सबैजनाले रमाइलो गर्नु भएको छ मैले यिनी रमाइलो गरेको सबै दृश्यहरू खिचेको छु यो भ्लग लामो हुन्छ भनेर मैले छोटा छोटा क्लिप मात्र राखेको छु तपाईँहरू माझमा यो पुरा भिडियोहरू राख्ने नै छु अहिलेलाई छुट्यौँ अब बाँकी भोलिको भ्लगमा यी क्लिपहरू हेर्नु होला मैले एक एक क्लिपहरू राख्ने नै छु अनि भोलिको भ्लग अहिले चाहिँ छुट्यौँ है त बाई बाई